गोर्खाल्यान्डको बारेमा भन्नु अरे गोर्खाल्यान्डको बारेमा के चाहिँ भनिदिनु के भनिदिनु म गोर्खाल्यान्डको बारेमा गोर्खाल्यान्डको बारेमा एउटै भन्छु जो 2007 मा धेरै मान्छेहरूले आमा बाउले आफ्नो छोराछोरी गुमाएको छन् र म अहिले चाहिँ के भन्छु भने मेरो व्यक्तिगत विचारधारा चाहिँ यति छ कि कुनै पनि राजनीतिक पार्टीको झन्डा या कुनै झन्डा कुनै सिम्बल लिएर कोही पनि गोर्खाल्यान्डको आन्दोलनमा उत्रेछ भने म चाहिँ जाँदिनँ पर्सनली। त्यो झन्डामा एकटै झन्डा हुनु पर्यो, त्यो हुनुपर्छ तिरङ्गा झन्डा। आफ्नो अधिकार माग्नका लागि तिरङ्गा झन्डा, हातमा डाक्टर बी आर अम्बेडकरको संविधान त्यो लिएर र आफ्नो खुकुरीको सिम्बल लिएर उत्रेको छ भने म फिल्डमा छु, नभए कसैको राजनीतिक करियर चम्काउनका लागि मेरो चाहिँ टाइम छैन। गोर्खाल्यान्डको बारेमा चाहिँ मेरो यति नै विचार छ, किनकि मैले मेरै फ्युचरमा देखेर आएँ कि मान्छेले आफ्नो राजनीतिक करियर चम्काएर आफ्नो फ्युचर बनाए गोर्खाल्यान्डको मान्छेको गोर्खाहरूको सहानुभूति र आस्थाकोसँग खेलेर। त्यही भएर म भन्छु कुनै पनि सिम्बल र कुनै पनि नेता प्रेसिडेन्ट आएर यो कम्युनिटी बनाएर हामी यहाँको प्रेसिडेन्ट हो सेक्रेटरी बनाएर कुनै पनि कमिटी गठन गरेर झन्डा लिएर उत्रिन्छ कुनै पार्टीको भनेदेखि म चाहिँ छुइनँ। झन्डा एउटै हुनुपर्छ तिरङ्गा, हातमा संविधान, ब्रोडमा मान्छे। कुनै त्यस्तो खालको व्यक्तित्व हुनु हुँदैन जसले चाहिँ राजनीतिक करियर चम्काउने गरेको छ। जय गोर्खा, जय हिन्द, जय भारत।